हेलो गाइस, सबैलाई नमस्ते। आज चाहिँ 2082 साल पौष 19 गते हाम्रो फ्यामिलीहरू चाहिँ आज हामी गोदावरीमा चाहिँ पिकनिक जान लागेका छौँ। अब हामी निस्किन लाग्यौँ। यहाँ एङ्गो चाहिँ बोलाइसकेका छौँ र यहाँ बाहिर सामानहरू चाहिँ तयार छ। यी बुहारीहरू हाम्रो फ्यामिलीहरू मात्रै हामी निस्किन लागेको। ल गाइज, अब चाहिँ हामी वहाँ गएपछि हजुरहरूसँग फेरि उपस्थित हुनेछौँ। आज हामी पिकनिक जान लागेका छौँ, त्यही भएर यहाँ तयारी गरिरहेको छौँ। यी मासु पकाइरहेको छौँ, काकाले पकाइरहेको छन्, अनि मामु र बाबाले लुगा धोइरहेको छ। अनि हामी एकछिनमा 10 बजी जाने। ल्याउनु न। ओके गाइज, हामी चाहिँ आइसकेको छौँ गोदावरी। सब सामान मेरो स्कुटरहरूमा लोड गरिसकेको छौँ। हामी आइसकेको छौँ, हेर्न सक्नुहुन्छ। अब चाहिँ हामी तल पिकनिक स्पट्समा जान्छौँ र अनि त्यहाँपछि चाहिँ हामी रेडी गर्छौँ सबै। त्यहाँनिर फोटोसुट हुँदैछ। यता सबै हाम्रो सामान हामी ट्याक्सीबाट ओरिसकेको छौँ। अब हाम्रो अर्को मान्छे आउनु बाँकी छ, त्यसको त्यही हामी वेट गरेर बसिरहेको छौँ। ओके, अब हामी सिधै पिकनिक स्पटमा भेट्छौँ। बाई बाई। ल गाइज, हामी चाहिँ अब भित्र जानेछौँ। देखाएको व्याख्यामा गयो। त्यहाँ पुगेछ र अब हामी चाहिँ यहाँ छिर्न लागेको छौँ। 3, 4 एकदम चुप। हामी चाहिँ आइसकेको छौँ बोटानिकल गार्डन। आउँदै हुनुहुन्छ। हेलो गाइस, हामी चाहिँ गोदावरी आइपुग्यौँ। तेरो बर्थडेको हेरी कति आँसु सबैजना छौँ हामी यहाँ पछाडि। आज हामी फ्यामिली चाहिँ गोदावरीमा पिकनिक आएको। देखाउँ न ब्याकग्राउन्ड। बाँकीदेखि सब देखिरहेको सबजना बच्चाहरू त्यहाँ छन्। यस्तो चिसो उसमा बस्ने हो क्या त्यो घरनिर घर चाहिँ यहाँ त दिइरहेको छ त फेरि। र अब चाहिँ हामी जाँदैछौँ अन द वे। मान्छेहरू यता पिकनिक हाल्ने हुन्छ, हेर्न सक्नुहुन्छ। बोटानिकल गार्डन आउँदा क्या स्कुलबाट यो सबै पढ भन्थ्यो क्या हामीलाई। बोटानिकल गार्डन यु आर माई किस्मत। हेलो गाइस, हामी चाहिँ फ्यामिलीको आज पिकनिक गोदावरीमा हामी फ्यामिलीहरू मात्रै आएका छौँ। मेरो सन्तानहरू मात्रै छ नि आज। त्यो एकचोटि त्यो रुन लाग्ने बेला त्यो उफ्रेको मैले कस्तो बनाएको थिएँ त। अब चाहिँ हामी माछा छौँ। माथि आउँदैछ हामी चाहिँ एकदम चढेर। चढ्दै हुन्छ। म चाहिँ अगाडि चल्दिन्छु।
बिचरा विस्की ल्याएको रे अनि खतम भएर रहेछ ग्रिन हाउस आइसकेको छ यहाँ अलिक घाममै बसौँ न अब यहाँनिर सेटअप हुन्छ पहिला सामानको सेटअप हुन्छ यहाँ सबजना आइसक्नु भएको छ कता त्यो तान्छ हेलो भनाऊ सानो हेलो भन मेरा हेलो हेलो भन हेलो भन ल सबैलाई भाग लगाइसक्यो ल चेयर्स गरौँ कोक खोइ त मेरो हालिदिनु न कोक हालिदिनु त ओए दिदी कस्तो भइरह बेनाजु ल कतिजना छ है हामी 1 2 3 4 5 6 आजको पिकनिक चाहिँ यस्तै भयो रमाइलो भइरह डे तिमीलाई रमाइलो भइरह ओ यो मु सोला रमाइलो भा एकदमै दिदी ओए दिदी कस्तो भइरह किन नखा खाएनस् जे भने पनि खाना र टिकटक बनाउन चाहिँ छोड्नु हुँदैन है साथी हो बेबो यहाँ चाहिँ हाम्रो चटपटी बन्दैछ कि होइन भाउजू भाउजूले काटकुट गर्दै हुन्छ अर्को भाउजूले हाल्दै हुनुहुन्छ यहाँ झगडा गर्दैछन् दुईजना
यतातिर चाहिँ चटपटै बन्दैछ माइजू सानै माइजू युरो आमा मामा बुवा मम्मी मामा बाबा म यो चाहिँ हाम्रो कोक त्यहाँ चाहिँ हाम्रो सर्ट त्यहाँ चाहिँ चिची सितान र हुँदैछ यतातिर कार्यक्रम थ्याङ्क्स सो मच डुङ ल गाइज हामी चाहिँ आज 2082 साल पौष 19 गते गोदावरीमा हाम्रो फ्यामिली परिवार सबै फ्यामिली चाहिँ आज पिकनिक आएको बिहानको खानेकुराहरू खाइयो अहिले चाहिँ हामी पानीपुरी चना चटपटे र खाजा कोकहरू खाँदैछौँ चटपटे पानीपुरी मासु चिउरा मेरो जम्मा हामी 14जना र मेरो सन्तान 14जनै मेरो परिवारहरू चाहिँ सबै आएर चाहिँ गोदावरीमा चाहिँ हामी पिकनिक मनाइरहेका छौँ कोही पानीपुरीमा व्यस्त छन् कोही चना चटपटे म चाहिँ यहाँ कोक खाँदैछु ज्वाइँसँग बसेर ज्वाइँ हेर्नु त यता ल ल हामी चाहिँ जान लाग्यो अब बाबुको हो यो त हजुरको स्कुटर डिकी यो होइन गाइस अब चाहिँ हामी जान लाग्यो सबजना रेडी हुँदै हुन्छ यतापट्टि सबजना रेडी हुँदै हुन्छ र अब चाहिँ हामी सबजना रेडी भइसकेको छ प्याक स्याक पनि भइसकेको छ बाई बाई तल बोकानीको गाडीमा जानेछौँ ओइ ल है अनि अनिता अनिता अनि अनिता अनिता छोड़े क्या टिक्की में चाहिए छोड़े क्या वही होला छोड्यो यसपालि हाम्रो फ्यामिलीहरूको गोदावरीको पिकनिक पनि सकाएर आइयो अब चाहिँ रमाइलो भयो पिकनिक आफ्नो फ्यामिली मात्रै परिवारहरू गएर आफूले घरबाट बनाएर लगेर यसो खाइपी गऱ्यो चना चटपटेदेखि लिएर हरेक कुराहरू रमाइलो गरियो अनि अब चाहिँ अब समय पनि लास्ट हुन लाग्यो अब हामी घरतिर लाग्दैछौँ यतिकैमा अब मेरो यो ब्लगलाई चाहिँ सबैजनाले हेरेर लाइक कमेन्ट गरिदिनु होला मन पराइदिनुहुन्छ होला भन्ने पूर्ण विश्वास लिँदै म आजको यो पिकनिकको कार्यक्रम लगायत यो ब्लगलाई पनि अन्त्य गर्दछु। धन्यवाद सबैलाई, नमस्कार।